नेपालदेखि मेक्सिकोसम्म भूकम्पको त्रास, ताप्लेजुङ र उदयपुरमा शक्तिशाली धक्का, मेक्सिकोमा 2 को मृत्यु भएपछि पर्यटकीय क्षेत्रमा भागदौड। रवि कुलमान र बालिनबीच वनस्थलीमा गोप्य भेटवार्ता, पार्टी समायोजन र समानुपातिक सूचीको किचलो सुल्झाउन नेताहरू छलफलमा, आज केन्द्रीय समिति बैठक बस्दै। रवि बालिन र कुलमानलाई मिराज ढुङ्गानाको 150 सीटको चुनौती, समानुपातिक दुरूपयोग र पुरानै शैलीले 184 सीट कसरी जित्नुहुन्छ, नागरिक सरकार बनाउन आउनुस्। रासुपाको अबको संकल्प 21 बाट सिधै 151 सीट, अब हामी 50-60 सीटमा च्याके थापेर कसैको सत्ताको बैशाखी बन्दैनौ, डाक्टर स्वर्णिम वाग्लेको भनाई। फेसबुकमा लेखेर हुन्न, आयोग नै आउनु, रासुपाको बन्द सूचीबाट त्रिशला र आसिफ सहितका हस्ती बाहिरिँदै पुस 28 भित्र निवेदन नदिए उम्मेदवारी कायम रहने। कांग्रेसबाट निष्कासित पूर्व मन्त्री कुमार खड्का रासुपामा प्रवेश, नेपाल लेबनान जस्तै टाट पल्टिँदैछ, पुराना दलले देशलाई निकास दिन सक्दैनन् भन्दै पोखरामा गर्जिए। रासुपा केन्द्रीय समितिको बैठक आज दिउँसो 1 बजे बस्दै, वनस्थलीमा संगठन विस्तार र पार्टी समायोजनबारे निर्णायक छलफल हुने, महामन्त्री बुर्लाकोटीद्वारा कार्यसूची सार्वजनिक। रूपकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले 34 वर्ष एमाले यात्रा त्यागे, एमालेमा अब उत्साह छैन, भोट माग्ने नैतिक आधार समेत सकियो भन्दै रासुपा प्रवेश। पोखरामा रासुपाको शक्ति प्रदर्शन, तर कुलमान पक्ष किन भयो अनुपस्थित, स्वर्णिमले भने, बालेनलाई भावी प्रधानमन्त्री बनाउन हामी पछि हट्न तयार छौं। हर्क साङपाङको कड़ा प्रहार, रवि बालिन र कुलमानको सहकारीलाई ठगहरूको गठबन्धनको संज्ञा, आगामी सरकार श्रम संस्कृति पार्टीकै बन्छ। देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिने संचार मन्त्री खरेलको घोषणा, लोक कल्याणकारी विज्ञापनको न्यायोचित वितरण अबको प्राथमिकता। अरबमा पसिना बेचेर देश धनी हुन्न, बिजुली बालेर स्वदेशमै उद्योग खोलौं, कर्णाली पुगेर प्राधिकरण प्रमुख हितेन्द्र देव साक्यको विशेष अपिल, उत्कृष्ट ग्राहक सम्मानित। विराट एक्सपोको भव्य समापन, मन्त्री सिन्हाको घोषणा, जोगबनीसम्म सिधै कार्गो रेल आउने सम्झौता भयो, अब कोशी प्रदेशले औद्योगिक उत्पादनमा नयाँ उचाइ छुनेछ। निजी क्षेत्रमाथिको आक्रमण नरोकिएसम्म लगानी असम्भव, व्यवसायलाई हेर्ने नजर नफिरिन्जेल, आर्थिक गतिविधि चलायमान हुँदैन, अध्यक्ष चन्द्र ढकालको चेतावनी। संखुवा सभामा प्रचण्डको गर्जन, अब न संसद फर्कन्छ न सर्वदलीय सरकार बन्छ, फागुन 21 को चुनावमा होमिएकाले ब्याक हुने ठाउँ नै छैन। भेनेजुलामाथि अमेरिकी सैन्य हमलाको विरोधमा बाबुराम भट्टराई, जसको लाठी उसको भैंसी प्रवृत्तिले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडायो, विश्व समुदाय एकजुट हुन आह्वान। एमाले नेत्री विद्या भट्टराईले आगामी निर्वाचन नलड्ने गरिन् घोषणा, 2 पटक भन्दा बढी उठ्दिन भन्ने मेरो अडान कायमै छ, त्यसैले सिफारिसमा परिन। निर्वाचन हुनेमा एमाले उपाध्यक्ष विष्णु पौडेलको गम्भीर संशय, सरकारको तयारी चित्तबुद्ध छैन, निष्पक्ष र भयरहित वातावरण नभएसम्म चुनावको सुनिश्चितता हुँदैन। राज्य कमजोर भएको बेला स्थायी सरकार, निजामती प्रशासन जाग्नुपर्छ, भ्रष्टाचार र सुशासनका मुद्दामा नवयुवकको असन्तुष्टि जायज छ, एमाले महासचिव शंकर पोखरेलको भनाई। कास्की एमालेमा उम्मेद्वार सिफारिसको चटारो, मनबहादुर कृष्ण थापा र दामोदर बैरागी सहितको नाम केन्द्रमा पठाइयो, वडा सदस्यदेखि पूर्व मेयर प्रत्याशीसम्म अटाए। शेखर समूहको निष्कर्ष, देश र कांग्रेस दुवै संकटमा छन्, अब विशेष महाधिवेशनको हट त्यागेर चुनावमा लागौं, गल्तीमा सबैले मम भन्नुपर्ने कोइरालाको ब्रिफिङ। महामन्त्री द्वयलाई उपसभापति धनराजको कटाक्ष, पार्टी परिवार हो, दिनदिनै झगडा गरे कहाँ पुगिएला, विशेष महाधिवेशन भन्दा एकता ठूलो हो। बुद्ध एयरको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थलको रनवे छुट्याइयो, मौसम सफा हुँदाहुँदै कसरी भयो दुर्घटना, 7 घाइते मध्येको पाइलटको अवस्था भने गम्भीर। एनभीए भलिबल च्याम्पियनशिप, हेल्प नेपाल र न्यू डायमन्ड बने च्याम्पियन, पखर र प्रतिभा सर्वोत्कृष्ट खेलाडी घोषित। क्यानद्वारा 2026 को महत्वाकांक्षी क्यालेन्डर सार्वजनिक, नेपालमै 2 टेस्ट राष्ट्रसँग खेल्ने लक्ष्य, एनपीएल को मिति अगाडि सारियो। काठमाडौँमा एकै दिन 4 घरमा लुटपाट, 37 लाखको धनमाल चोरी, फिलिपिन्समा हाई प्रोफाइल धम्की दिने प्रकाश पाठक पक्राउ। र आजको लागि अन्तिम समाचार, महाशक्ति अमेरिकाको सनसनीपूर्ण कदम, भेनेजुलाका राष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया सैन्य आक्रमणमा पक्राउ, 150 विमानको प्रयोग गरी नियोग ल्याइँदै विश्व राजनीतिमा भूकम्प। दर्शक महानुभाव नमस्कार, नयाँ पार्टी न्यूजको समाचार बुलेटिनमा यहाँलाई स्वागत छ। आज मिति 2082 पौष 20 गते आइतबार, तदनुसार जनवरी 4, 2026, माघ कृष्ण प्रतिबद्ध, नेपाल सम्वत 1146, सूर्योदय बिहान 6:55 भयो भने आज सूर्यास्त साँझ 5:22 हुनेछ। दर्शक महानुभाव, नयाँ पार्टी न्यूजको समाचार बुलेटिन तपाई कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया आफू रहेको स्थानको नाम कमेन्ट बक्समा लेखिदिनु होला। तपाई पहिलो पटक हाम्रो च्यानलमा समाचार हेर्दै हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन पनि क्लिक गर्नुहोला। हाम्रो मेहनतका लागि यस भिडियोमा एक लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव, समाचारहरू अत्यन्तै महत्त्वपूर्ण रहेकाले यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आउनुहोस् दर्शक महानुभाव, सुरु गरौँ आजका प्रमुख समाचारहरू। आउनुहोस् दर्शक महानुभाव, अब लागौँ समाचार विस्तारतर्फ।
नेपाल र मेक्सिकोका विभिन्न स्थानमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। नेपालको ताप्लेजुङ स्थित फलाइसा आसपास केन्द्रबिन्दु भएर बिहान 6:13 बजे 4.6 म्याग्निच्युड र राति 10:51 बजे उदयपुरको बागबाटी केन्द्रबिन्दु भई 4.3 रेक्टर स्केलको भूकम्प गएको थियो। यता मेक्सिकोको अकाल्पुको नजिकै 6.5 म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा 2 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। भूकम्पका कारण 100 भवन र अस्पतालमा क्षति पुग्नुका साथै 500 भन्दा बढी परकम्प गएका छन्। भूकम्पले राष्ट्रपति क्लाउडिया शेनबाउमको पत्रकार सम्मेलन समेत रोकिएको थियो। मेक्सिकोका विभिन्न राजमार्गमा पहिरो गएको छ भने संचार सम्पर्क विच्छेद हुँदा जनजीवन त्रसित बनेको छ। नेपालमा भने हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछाने, उपसभापति एवं ऊर्जा मन्त्री कुलमानी घिसिङ र काठमाडौँका मीर बालिन शाह बीच शनिबार विशेष भेटवार्ता भएको छ। वनस्थली स्थित केन्द्रीय कार्यालय घण्टीघरमा भएको उक्त भेटमा समानुपातिको बन्द सूचीमा देखिएका समस्या र पार्टी समायोजनको खाकाका विषयमा केन्द्रित रहेर छलफल भएको छ। रासोपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका केही नेताहरूले एकता प्रक्रिया र समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै निर्वाचन आयोग पुगेपछि विवाद सतहमा आएको हो। सोही विवाद समाधान गर्न नेताहरू छलफलमा जुटेका हुन्। नेता जितराम रामाले पार्टीको आन्तरिक कामबारे छलफल भइरहेको पुष्टि गरेका छन्। विवादकै बीच रासोपाले आइतबारका लागि केन्द्रीय समिति बैठक समेत बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। जेनजी अभियन्ता मिराज ढुङ्गानाले रासोपा सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको हालैको एकतामाथि गम्भीर प्रश्न उठाउँदै नागरिक सरकार गठनको प्रस्ताव गरेका छन्। ढुङ्गानाले निर्वाचन प्रणाली र समानुपातिक सूचीको दुरूपयोग बारे प्रश्न गर्दै 184 सिट जितेर संविधान संशोधन गर्ने आधार स्पष्ट पार्न चुनौती दिएका छन्। उनले राष्ट्रिय सभामा प्रतिनिधित्व शून्य रहेको अवस्थामा दुर्गममा संगठन नपुगेको रासोपाले कसरी निकास दिन्छ भन्ने जिज्ञासा राखेका छन्। निर्वाचन अघि नै नागरिक सरकार बनाएर संविधान संशोधन गरौं भन्दै ढुङ्गानाले चुनावी एकता क्षणिक हुने र पछि फुट्ने आशंकामा समेत व्यक्त गरेका छन्। उनले नेताहरूलाई न्यायपूर्ण निकासका लागि सड़क, संसद र नागरिक सरकारको विकल्पमा सोच्न आग्रह गर्दै ठोस आधार नभए निर्वाचनमा आशा राख्न नसकिने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आगामी फागुन 21 को निर्वाचनमा आफ्नो पार्टीले 151 सिट जित्ने लक्ष्य राखेको घोषणा गरेका छन्। पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै वाग्लेले रासोपा अब सानो संख्यामा खुम्चिएर सत्ताको म्याजिक नम्बरको खेलमा नलाग्ने प्रश्न पारेका छन्। विगत 35 वर्षदेखि ठूला दलहरूले अवसरको दुरुपयोग गरेको टिप्पणी गर्दै उनले देशको अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत अपरिहार्य रहेको बताएका छन्। 21 सांसद हुँदा समेत ठूला दलको अहंकारलाई चुनौती दिएको स्मरण गर्दै वाग्लेले अब 50-60 सिटमा चित्त नबुझाई सिधै 151 सिटको संकल्प लिएको दावी गरेका छन्। जेनजी आन्दोलन र वैकल्पिक शक्तिको लहरका कारण जनताले रासोपालाई मुलुकको बागडोर सुम्पिनेमा उनले पूर्ण विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बुझाएको समानुपाती बन्द सूचीमा परेका चर्चित अनुहारको चौतर्फी आलोचनापछि नाम फिर्ता लिने घोषणा गरेका छन्। गायिका त्रिशला गुरुङ, कलाकार आसिफ शाह, उद्यमी सचिन ढकाल, महेन्द्र लावती र टासी लाक्पा शेर्पाले उम्मेदवारी त्याग्ने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा भएको तीव्र आलोचना र प्रतिष्ठामा धक्का पुग्ने डरले उनीहरू पछि हटेको विश्लेषक डाक्टर गोविन्द मान सिंह कार्कीको ठहर रहेको छ। तर निर्वाचन आयोगले फेसबुकमा लेखेर मात्रै नाम नहट्ने स्पष्ट पारेको छ। आयोगका अनुसार पुस 28 गते भित्र सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई वा वारिस मार्फत निवेदन दिएमा मात्रै सूचीबाट नाम हट्नेछ। अहिलेसम्म कसैको औपचारिक निवेदन आएको छैन। आयोगका अधिकृत हेमन्त ढकालले भने उम्मेद्वारले निवेदन दिएर नाम हटेपछि मात्रै दलले सो स्थानमा नयाँ नाम सिफारिस गर्न पाउने कानूनी व्यवस्था रहेको छ। नेपाली कांग्रेसका पूर्व मन्त्री कुमार खड्का शनिबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेले उनलाई स्वागत गरेका छन्। पार्टी प्रवेश गर्दै खड्काले कांग्रेसको नैतिक बन्धनबाट मुक्त भएपछि आफू वैकल्पिक राजनीतिमा जोडिएको बताएका छन्। खड्काले पुराना दलहरूले देशलाई निकास दिन नसक्ने र शिक्षा, स्वास्थ्य तथा आधारभूत मुद्दामा कहिल्यै बहस नगरेको आरोप लगाएका छन्। देशको अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर रहेको र युवा पलायनका कारण नेपाल वृद्धाश्रम बन्ने खतरा रहेको भनाइ छ। नेपाल लेबनान जस्तै असफल राष्ट्र बन्ने बाटोमा छ भन्दै खड्काले अब रासोपाले कुशासन विरुद्ध नेतृत्व लिनुपर्नेमा जोड दिएका छन्। उनले 2070 सालमा अखण्ड नेपाल पार्टी स्थापना गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको केन्द्रीय समितिको बैठक आज आइतबार दिउँसो 1 बजे बस्दैछ। काठमाडौँको वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने यस बैठकमा मुख्यतया सांगठिक गतिविधि विस्तार एवं सुदृढीकरणका विषयमा केन्द्रित रहेर छलफल हुनेछ। पार्टी महामन्त्री कविन्द्र बुढाकोटीका अनुसार बैठकका लागि 2वटा मुख्य कार्यसूची तय गरिएको छ, जसमा पार्टी समायोजनको प्रक्रिया र सांगठनिक सुदृढीकरण विविध पक्षहरू रहेका छन्। पछिल्लो समय समानुपातिक बन्दसूचीलाई लिएर देखिएको विवाद र विभिन्न शक्तिहरूसँगको एकतापछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे यस बैठकले ठोस रणनीति बनाउने अपेक्षा गरिएको छ। बैठक पार्टी सभापतिको आह्वान र महामन्त्रीको समन्वयमा बस्न लागेको हो। रूपाकोट रिसोर्टका सञ्चालक एवं पर्यटन व्यवसायी पुष्पराज अधिकारी एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा प्रवेश गरेका छन्। 2048 सालदेखि एमालेमा सक्रिय अधिकारीले बेल्जियम प्रवास कमिटिको 3 कार्यकाल नेतृत्व समेत गरेका थिए। शनिबार पोखरामा आयोजित कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेले उनलाई स्वागत गरेका हुन्। एमालेबाट देशको आर्थिक उन्नति सम्भव नदेखेर आफू रासपामा आएको अधिकारीले बताए। एमाले भित्र नैराश्यता छ, अब जनतासँग भोट माग्ने नैतिक आधार छैन, उनले टिप्पणी गरे। कुनै पदको शर्त बिना नै रासपा रोजेको बताउने सँगै पूर्व मन्त्री खड्का र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा पनि रासोपा छिरेका छन्। मिलन थापा गण्डकीका पूर्व मन्त्री विदुर कुमार थापाकी बुहारी हुन्। पुराना दलका अस्थिहरू रासोपा प्रवेश गरेपछि गण्डकीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पोखरामा बृहत पार्टी प्रवेश कार्यक्रम गरे पनि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पक्ष पनि अनुपस्थित देखिएको छ। पुष 14 मा रवि बालेन र कुलमान बीच बृहत एकताको सहमति भए पनि कार्यदलले समायोजनको कार्यविधि नटुङ्ग्याएकाले आफ्नो पक्ष संक्रमणकालमा रहेको कुलमान निकट स्रोतले जनाएको छ। कार्यक्रममा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अबको लक्ष्य 151 सिट रहेको दावी गर्दै बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाउन रासोपाका शीर्ष नेताहरू त्याग गर्न तयार रहेको घोषणा गरेका छन्। सोही अवसरमा कांग्रेसबाट निष्कासित पूर्व मन्त्री कुमार खड्का र एमाले पुष्पराज अधिकारी रासोपा प्रवेश गरे। खड्काले आफ्नो मन पहिले रासोपामा भए पनि कांग्रेसको बन्धनले रोकेको बताएका छन्। महामन्त्री कविन्द्र बुढाकोटी र प्रवक्ता मनिष झाले पार्टी अनुशासन र मिशन 151 मा जोड दिँदै अब झिल्कोलाई राँको बनाउने उद्घोष गरेका छन्। धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ राजनीतिक समीकरण प्रति तीव्र आक्रोश पोख्दै यसलाई ठगहरूको गठबन्धन भनेका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत उनले रासोपा सभापति रवि लामिछानेलाई सहकारी ठगिएमा मुसिएको र बालेन शाहलाई विदेशी दलालको संज्ञा दिएका छन्। कुलमान घिसिङको पार्टीलाई समेत व्यङ्ग्य गर्दै साम्पाङले भिजन नभएकाहरूले चुनाव जित्नु नहुने जिकिर गरेका छन्। आगामी निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गर्दै साम्पाङले कार्यकर्तालाई 10 गुणा बढी मेहनत गर्न निर्देशन दिएका छन्। ढुङ्गा माटो सबै आफ्नो पक्षमा बनाउनुपर्छ, सरकार हाम्रै बन्नेछ उनले लेखेका छन्। पुराना दलले लुटतन्त्र मचाएको, नयाँ भनिएकाहरू अस्थिर रहेको आरोप लगाउँदै उनले आफ्नो पार्टीको चुनाव चिन्ह माटोको प्रचारमा लाग्न आह्वान गरेका छन्। उनले 5 वर्षसम्म सरकार चलाउन पाए शिक्षा क्षेत्रमा छलाङ मार्ने र देशको मुहार फेर्ने दावी समेत गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणका क्रममा मन्त्री खरेलले सरकारी सञ्चार माध्यमबाट यसको थालनी भइसकेको र निजी क्षेत्रका पत्रकारहरूलाई पनि कोषमा जोड्न सरकारले आवश्यक आधारशिला तयार गरेको जानकारी दिए। मन्त्री खरेलले मिडियाको दिगोपनका लागि लोक कल्याणकारी विज्ञापनको सही र समानुपातिक वितरणमा जोड दिएका छन्। शाखाको निरीक्षण गर्दै उनले चितवन शाखाको कार्य सम्पादन अन्य जिल्लाको तुलनामा उत्कृष्ट रहेको प्रशंसा समेत गरेका छन्। अवसरमा मन्त्री खरेलले गत असोजमा मुगलिन नारायणघाट सडक खण्डमा समाचार संकलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका संवाददाता अनिल ढकाललाई भेटी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ढकाललाई निरन्तर काममा फर्कन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले नेपाली जनश्रम खाडी र मलेसियामा बेचेर मुलुक कहिले धनी नहुने बताएका छन्। सुर्खेतमा आयोजित 10 उत्कृष्ट ग्राहक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै साक्यले स्वदेशमै माटोमा श्रम गर्न बिजुली सबैभन्दा सस्तो र महत्वपूर्ण कच्चा पदार्थ भएको जिकिर गरेका छन्। 1 रुपियाँको बिजुलीबाट 5 गुणा बढी उत्पादन र रोजगारी सिर्जना हुन्छ। साक्यले भने उनले कोशीबाट सुरु भएको ग्राहक सम्मान अभियान कर्णाली आइपुग्दा प्राधिकरणलाई ग्राहकमुखी बन्न प्रेरणा मिलेको बताएका छन्। अवसरमा उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर्णालीमा अझै भरपर्दो बिजुली पुर्याउन बाँकी रहेको स्वीकार गरेका छन्। यता सम्मानित उद्योगी केशव बुढातोकीले भोल्टेजको समस्या र अघोषित लोड सेडिङ अन्त्य गरी नियमित विद्युत आपूर्तिको माग गरेका छन्। प्राधिकरणले कर्णालीका करिब 1,80,000 ग्राहक मध्ये 10 उत्कृष्टलाई पुरस्कृत गर्दै यो अभियानलाई संस्कारकै रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले उद्योग र पर्यटनलाई एकीकृत रूपमा विकास गरेर मात्रै दिगो आर्थिक विकास सम्भव हुने बताएका छन्। शनिबार विराटनगरमा 10 दिने विराट एक्सपोको समापन गर्दै मन्त्री सिन्हाले कोशी प्रदेशको उद्योग योगदान 25% रहेको र यसको थप विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। ढुवानी लागत घटाउन भारतको कलकत्ता र विशाखापट्टना र बन्दरगाहबाट जोगबनीसम्म सिधै कार्गो रेल ल्याउन दुई देशबीच सम्झौता भएको महत्वपूर्ण जानकारी दिँदै उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई कर सहुलियत र निर्यातमा प्रोत्साहन गर्ने नीति सरकारले लिने बताएका छन्। भ्रष्टाचार मुक्त राष्ट्र निर्माण र युवाका लागि समुन्नतिको जग बसाल्न सरकार प्रयत्नशील रहेको भन्दै उनले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने समेत विश्वास दिलाएका छन्। एक्सपोले नवीन प्रविधि र बजार विस्तारमा ठूलो सहयोग पुर्याउने उनको निष्कर्ष रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताएका छन्। उद्योग वाणिज्य संघ चितवनको 59औं साधारण सभालाई शनिबार सम्बोधन गर्दै ढकालले उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोणप्रति चिन्ता व्यक्त गरेका छन्। हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका भौतिक र मानसिक आक्रमणका दोषीलाई कारबाही गर्न उनले माग गरेका छन्। दोषीलाई दण्ड नभएसम्म निजी क्षेत्र सधैँ असुरक्षित रहन्छ। ढकालले भने यद्यपि प्रधानमन्त्री सुशीला कार्कीले उद्योग प्रतिष्ठानको सुरक्षा गर्ने प्रतिबद्धता जनाएकोले उनले सरकारप्रति आशा व्यक्त गरे। संघका अध्यक्ष सुमन श्रेष्ठले व्यवसायको हकितका लागि सरकारको ध्यानकर्षण गराइरहेको जानकारी दिए। यस साधारण सभाले आगामी 2 वर्षका लागि नयाँ कार्यसमितिको चयन गर्नेछ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक पूर्ण रूपमा निर्वाचनमा उभिसकेको दावी गरेका छन्। शनिबार शङ्खुवा सभाको खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले समानुपातिक तर्फको बन्द सूची बुझाइसकेको अवस्थामा अब निर्वाचनबाट पछि हट्ने कुनै सम्भावना नरहेको प्रश्न पारेका छन्। दाहालले वर्तमान सरकार नै फागुन 21 को निर्वाचन गराउन सक्षम रहेको जिकिर गर्दै संसद पुनर्स्थापना वा सर्वदलीय सरकार गठनको चर्चालाई पूर्ण रूपमा खारेज गरेका छन्। अब सरकार पुनर्गठन गर्नु हुँदैन, वर्तमान सरकारले नै चुनाव गराउँछ उनले भने। संविधान संशोधनको विषयमा बोल्दै उनले नयाँ जनादेश प्राप्त भएपछि मात्र 10 वर्ष समीक्षा सहित परिमार्जन गरिने बताएका छन्। जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सबै दल निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइरहेको थियो। नेकपा शङ्खुवा सभाको एकता घोषणा कार्यक्रमका लागि खाँदबारी पुगेका हुन्। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाको कडा शब्दमा विरोध गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अमेरिकी कदमलाई नाङ्गो र आक्रमण र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लङ्घनको संज्ञा दिएका छन्। भट्टराईले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि भएको यस्तो हस्तक्षेप र त्यहाँका राष्ट्रपतिको अपहरणले विश्व प्रणालीलाई नै चुनौती दिएको उल्लेख गरेका छन्। यो जसको लाठी उसैको भैँसी भन्ने प्रवृत्ति हो उनले टिप्पणी गरेका छन्। यदि यसलाई बेलैमा सबै सार्वभौम राष्ट्रहरू मिलेर रोक्न सकिएन भने विश्वमा भयंकर अनिष्ट आउन सक्छ। उनले यस घटनाको कडा भर्त्सना गर्न विश्व समुदायलाई समेत अपील गरेका छन्। नेकपा एमालेकी नेत्री एवं पूर्व मन्त्री विद्या भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेकी छन्। कास्की क्षेत्रमा 2 बाट लगातार 2 पटक सांसद निर्वाचित भट्टराईले यसपटक पार्टीको उम्मेद्वार सिफारिस सूचीमा आफ्नो नाम नभएपछि यस्तो स्पष्टीकरण दिएकी हुन्। भट्टराईका अनुसार उनले 2079 को निर्वाचन लगत्तै आफू तेस्रो पटक चुनावी मैदानमा नउत्रने जानकारी पार्टी नेतृत्वलाई गराइसकेकी थिइन्। 2 पटक भन्दा बढी निर्वाचन नलड्ने मेरो व्यक्तिगत निर्णय हो, त्यसैले पार्टीले मेरो नाम सिफारिस नगरेको हो उनले भनिन्। श्रीमान रविन्द्र अधिकारी निधनपछि भएको उपनिर्वाचनबाट राजनीतिमा पुनरागमन गरेकी भट्टराईले केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको रूपमा समेत काम गरिसकेकी छन्। उनले विषयमा मन्त्री पदबाट राजीनामा दिएपछि उनको निर्णयलाई राजनीतिक वृत्तमा नैतिकताको राजनीतिको रूपमा हेरिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन 21 का लागि तोकियो निर्वाचन हुनेमा अझै विश्वस्त हुन नसकेको अवस्था बताएका छन्। शनिबार बुटोलमा संचारकर्मीहरूसँग कुरा गर्दै पौडेलले सरकारले निर्वाचनका लागि आवश्यक स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। उपाध्यक्ष पौडेलले निर्वाचनका मुख्य कामहरू सरकारको ध्यान नगएको जिकिर गर्दै सबै दलहरू स्वस्थ प्रतिस्पर्धा गर्न पाउने सुनिश्चितता खोजेका छन्। हामी चाहन्छौं निर्वाचन तोकिएकै मितिमा होस्, तर मतदातालाई निर्भयताका साथ भाग लिन पाउने स्थिति अहिलेसम्म देखिएको छैन। उनले भने निर्वाचनको तयारीलाई तीव्रता दिन र देखिएका कमी कमजोरी सुधार गर्न उनले सरकारलाई सचेत गराएका छन्। सरकारको सुस्त तयारीले गर्दा नै निर्वाचनको सुनिश्चिततामा प्रश्न उठेको पौडेलको ठहर रहेको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल राज्य कमजोर अवस्थामा रहेको उल्लेख गर्दै यसलाई बलियो बनाउन निजामती कर्मचारीहरूको भूमिका निर्णायक हुने बताएका छन्। निजामती कर्मचारी संगठनको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै पोखरेलले राज्य र जनताबीचको सम्बन्ध घनिष्ठ बनाउन प्रभावकारी सेवा प्रवाहमा जोड दिएका छन्। महासचिव पोखरेलले नवयुवाहरू राज्य र राजनीतिक दलसँग असन्तुष्ट रहेको स्वीकार गर्दै गत भदौ 23 र 24 को घटनालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण सुशासनका मागलाई राजनीतिक नेतृत्वले समाधान गर्ने उनको प्रतिबद्धता थियो। कमजोर राज्यलाई बलियो बनाउन अगुवाई निजामती प्रशासनले गर्नुपर्छ उनले भने। कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेल र संगठनात्मक अध्यक्ष भवानी दाहालले पनि राज्य कमजोर भएको बेला कर्मचारीहरू चनाखो भएर जनहितमा केन्द्रित हुनुपर्ने धारणा राखे। आगामी निर्वाचन सफल पार्नका लागि राज्यका प्रमुख अङ्गहरूबीच एकता र सहकार्य हुनुपर्नेमा उनीहरूको विशेष जोड रहेको थियो। नेकपा एमाले कास्कीले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटिको बैठकले कास्कीका 3वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फका आकांक्षीहरूको नामावली टुङ्गो लगाएको हो। क्षेत्र नम्बर 1 निवर्तमान सांसद मनबहादुर गुरुङ, जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, दिलीप नेउपाने, पुष्पज्योति ढुङ्गाना, टिकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराई। क्षेत्र नम्बर 2 पूर्व मेयर प्रत्याशी कृष्ण बहादुर थापा, वडा अध्यक्ष एवं लेखा समिति संयोजक झपट राणाभाट, प्रभा कोइराला, रश्मि आचार्य, मीना गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारी, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी। क्षेत्र नम्बर 3 बाट निवर्तमान सांसद दामोदर बैरागी, जगतबहादुर विश्वकर्मा, राजीव पहाडी, देवीप्रसाद सुवेदी, माधव वास्तुला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, धनबहादुर नेपाली, कर्णबहादुर गुरुङ, सूर्य खड्का विखर्ची, डीबी नेपाली र ओम प्रसाद सुवेदी। पार्टीले अनुभवी पुराना नेतादेखि स्थानीय तहमा क्रियाशील युवाहरूलाई समेत समिति र सन्तुलित सूची तयार पारेको दावी गरेको छ। कास्की क्षेत्र नम्बर 2 मा निवर्तमान सांसद विद्या भट्टराईले उम्मेद्वार नबन्ने घोषणा गरेपछि त्यहाँ कृष्णबहादुर थापा र युवा नेता रश्मि आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बोलाएको आफ्नो पक्षीय नेताहरूको भेलाले मुलुक र पार्टी दुवै अत्यन्तै कमजोर र असहज परिस्थितिमा रहेको निष्कर्ष निकालेको छ। शनिबार विशालनगर स्थित सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालाले अबको निकास तत्कालको आम निर्वाचन नै भएको बताएका छन्। छलफलमा विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजाने भन्दै चिन्ता व्यक्त गरिएको छ। केन्द्रीय सदस्य दीपक गिरीका अनुसार गत मंसिरमा नियमित महाधिवेशन गर्दै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाशले सहयोग नगरेको तर अहिले असहज स्थिति विशेषको हट गर्नु उचित नभएको धारणा अधिकांश नेताहरूले राखेका थिए। पुस 23 मा राष्ट्रिय सभा र माघ 6 मा प्रतिनिधि सभाको मनन सुरु हुने भएकाले अब चुनाव अघि महाधिवेशन सम्भव नभएको भन्दै कोइराला समूहले शुक्रबारको कार्य समाधान समितिको निर्णय म्याद थप र चुनावी तयारीलाई नै आत्मसात गर्ने निर्णय गरेको छ। नेता कोइरालाले पार्टी एक ढिक्का बनाउन सभापति, महामन्त्री र आफू स्वयंले पनि विगतका कमी कमजोरीमा मम भनेर मनन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्रको आन्तरिक कलहले संगठनलाई कमजोर बनाउने भन्दै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार डाक्टर शेखर कोइरालाले बोलाएको समूहको भेलापछि पत्रकारहरूसँग बोल्दै गुरुङले पार्टीलाई एक ढिक्का बनाएर लैजानु नै वर्तमानको मुख्य आवश्यकता भएको बताएका छन्। पार्टीलाई एक परिवारको संज्ञा दिँदै उनले भने परिवारमा दिनदिनै झगडा गरेर के हुन्छ भने त्यो परिवार बलियो हुन्छ कि कमजोर। उपसभापति गुरुङले विशेष महाधिवेशनको पक्ष वा विपक्षमा भन्दा सिंहको पार्टीको भविष्य र एकतालाई प्राथमिकतामा राख्नुपर्ने जोड दिएका छन्। महामन्त्रीहरूले विशेष महाधिवेशनको हट गरिरहँदा पार्टी फुट्न सक्ने जोखिम रहेको भन्दै उनले सबैलाई संयमित भएर चुनावी अभियानमा केन्द्रित हुन आग्रह गरेका छन्। शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनामा परेपछि झापाको भद्रपुर विमानस्थलको धवान मार्ग रनवे 100 मिटर छोट्याएर उडान अवतरण सुचालन गरिएको छ। विमानस्थल प्रमुख किशोर कुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाज अफ ट्र्याकमा रहेकोले सुरक्षाका लागि नियमित 1500 मिटरको रनवेलाई हाल 1400 मिटरमा सीमित गरिएको हो। विमानस्थल कार्यालयले दुर्घटनाको प्रारम्भिक कारण खराब मौसम नभएको दावी गरेको छ। अवतरणका बेला मौसम सफा थियो, दुर्घटना प्राविधिक कारणले भएको हुन सक्छ। प्रमुख खत्रीले भन्नुभयो काठमाडौँबाट 51 जना यात्रु लिएर उडेको एटीआर 72 जहाज रनवे भन्दा 300 मिटर बाहिर पुगेर जोतिएको थियो। दुर्घटनामा को पाइलट सुशान्त श्रेष्ठ सहित 7 जना घाइते भएका छन्। टाउकोमा चोट लागेको श्रेष्ठको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य घाइतेहरू डिस्चार्ज भइसकेका छन्। हाल जहाजलाई रनवेबाट हटाउने प्रयास भइरहेको छ।
त्रिपुरेश्वर स्थित राखेप कवड हलमा शनिबार सम्पन्न 9औं एनबीए भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ हेल्थ नेपाल स्पोर्ट क्लब र महिलातर्फ न्यू डायमण्ड भलिबल क्लबले उपाधि जितेका छन्। पुरुषतर्फको फाइनलमा हेल्थ नेपालले त्रिभुवन आर्मी क्लबलाई 3-0 को सोझो सेटले 25-21, 25-21, 25-21 मा शब्द बनाउँदै ट्रफी उचालेको हो। महिलातर्फ न्यू डायमण्डले साबिक विजेता नेपाल पुलिस क्लबलाई 3-0 कै सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्यो। दुवै विधाका विजेताले 5 लाख रुपियाँ र उपविजेताले 2,50,000 रुपियाँ प्राप्त गरेका छन्। नेपाल क्रिकेट संघ क्यानले सन् 2026 का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले पुरुष, महिला र युवा टोलीका लागि वर्षभरि हुने प्रतियोगिताहरूको विस्तृत विवरण सार्वजनिक गरेका छन्। क्यालेन्डरको मुख्य आकर्षणका रूपमा 2वटा टेस्ट राष्ट्रलाई नेपालमै बोलाएर द्वैपक्षीय श्रृंखला खेल्ने लक्ष्य राखिएको छ। यस्तै लोकप्रिय फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करण यसपटक समय अगावै अर्थात अक्टोबर-नोभेम्बरमा आयोजना गरिने भएको छ। सन् 2026 का मुख्य क्रिकेट गतिविधिहरू: 1 अन्तर्राष्ट्रिय पुरुष क्रिकेट, फेब्रुअरीमा आईसीसी पुरुष टी20 विश्वकप, मार्चमा घरेलु मैदानमा आईसीसी लिग 2 को श्रृंखला, यसको आसपासमा टेस्ट राष्ट्रसँग 50 ओभरको श्रृंखला खेल्ने प्रयास, जुनमा टेस्ट राष्ट्रसँग द्वैपक्षीय श्रृंखला, अगस्तमा एसीसी प्रिमियर कप र अस्ट्रेलियन टप एन्ड टी20 सिरिज, अक्टोबरमा नेपालमै लिग 2 सिरिज र त्यस लगत्तै एनपीएल को तेस्रो सिजन। घरेलु तथा युवा क्रिकेटमा पीएम कप जनवरीदेखि अप्रिलसम्म, जय ट्रफी 2 दिवसीय फेब्रुअरीमा, स्कुल च्याम्पियनशिप फेब्रुअरीमा, जिल्ला र मेमा राष्ट्रिय स्तर, अन्डर 19 राष्ट्रिय प्रतियोगिता अप्रिलमा। त्यस्तै अन्य कार्यक्रमहरूमा नेपाल महिला विश्वकपको ग्लोबल सन् आयोजना गर्ने, लेभल 1 र 2 कोचिङ कोर्स, पिच क्युरेटर र अम्पायरिङ कोर्सहरू सञ्चालन गरिने। क्यान सचिव पारस खड्काले नेपाल ए टोलीलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय एक्सपोजर दिने र विद्यालय तहदेखि नै खेलाडीको आधार तयार गर्ने योजना रहेको बताएका छन्। वर्षयाममा अवे सिरिज वा केन्द्रित हुने र हिउँदमा नेपालमै अन्तर्राष्ट्रिय टोलीहरूलाई भित्राउने क्यानको रणनीति रहेको छ। राजधानीमा सुरक्षा चुनौती बढ्दै जाँदा शुक्रबार एकै दिन काठमाडौँ उपत्यकाको 4 स्थान र कैलालीमा गरी करिब 37,13,000 रुपियाँ बराबरको धनमाल चोरी भएको छ। चन्द्रगिरी 14 मा काजल बोगटीको डेराबाट सबैभन्दा बढी 18,77,000 बराबरको सुनचाँदी र नगद चोरी भएको छ। महानगर 15 इरान चोक विमला परियारको कोठाबाट 10 लाख बराबरको धनमाल गायब भएको छ। तारकेश्वर, मनमैजु र नेपालटार 2 स्थानबाट करिब 5.5 लाखको चोरी भएको छ। कैलाली धनगढीबाट 5 तोला सुन र मोबाइल चोरी भएको छ भने फरार अभियुक्तहरूको खोजी गरिरहेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित 10 उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने काभ्रेको 33 वर्षीय प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। पाठक विरुद्ध मंसिर 26 गते इन्टरपोल डिफ्युजन नोटिस जारी गरिएको थियो। उनले विदेशमा बसेर आपराधिक षड्यन्त्र गर्ने, हतियारमा पहुँच पुर्याउने र विदेशी असरकारी अधिकारीको हत्याको योजना समेत बुनेको फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले जनाएको छ। उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ। झापा घर भई काठमाडौँ बस्दै आएका 46 वर्षीय नवीन रिजाललाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर थप कार्यवाहीका लागि सिंहदरबार वृत्त पठाएको छ। आजका लागि अन्तिम प्रसंग। लामो समयदेखि तनाव र धम्कीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनको पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको दावी गरेका छन्। शनिबार बिहानै स्थानीय समयअनुसार 2 बजे भेनेजुएलाको राजधानी काराकास सहित 4 प्रमुख क्षेत्रमा 150 भन्दा बढी लडाकु विमान प्रयोग गरिएको यो कार्यवाहीले विश्व राजनीतिमा तरंग पैदा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडा स्थित मार ए लागोबाट राष्ट्रका नाममा सम्बोधन गर्दै मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको विशेष टोली डेल्टा फोर्सले पक्राउ गरी हेलिकप्टर मार्फत न्यूयोर्क ल्याइदै गरेको जानकारी दिएका थिए। ट्रम्पले सुरक्षित रूपमा सत्ता हस्तान्तरण नहुन्जेल भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने घोषणा गरेका छन्। उनले भेनेजुएलामा तेल कम्पनीहरू भित्राएर अरबौं डलर लगानी गर्ने योजना समेत सुनाएका छन्। यता भेनेजुएलाको सरकारले भने यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी आक्रमण भनेको छ। उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण माग गरेकी छन्। रक्षा मन्त्री भ्लादिमिर पार्डिनो लोपेजले देशभर सैन्य बल तैनात गर्दै अमेरिका सामु नझुक्ने घोषणा गरेका छन्। उनले सर्वसाधारण बस्ने आवासीय क्षेत्र र सैन्य अखाडा ला कार्लोटा तथा फुएर्ते ट्युनामा मिसाइल प्रहार भएको दावी गरेका छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीका अनुसार मादुरोमाथि सन् 2020 देखि नै लागु औषध तस्करी र नार्को आतंकवादको अभियोग छ। अमेरिकाले मादुरोलाई कोलम्बियाली विद्रोही समूह फार्कसँग मिलेर अमेरिकामा कोकेन भित्राइएको आरोप लगाउँदै आएको थियो। यस सैन्य कारबाही प्रति अन्तर्राष्ट्रिय समुदाय विवाद देखिएको छ।
रुसले यसलाई सशस्त्र आक्रमण भन्दै कडा निन्दा गरेको छ भने इरानले यसलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको प्रहार भनेको छ। कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले पनि मिसाइल आक्रमणका पुष्टि गर्दै राष्ट्रसंघ सुरक्षा परिषदको बैठक माग गरेका छन्। 63 वर्षीय मादुरो सन् 2013 मा यागो चाभेजको निधनपछि सत्तामा आएका थिए। पूर्व बस चालक मदुरोले पछिल्लो समय 2018-2024 को निर्वाचनमा धाँधली गरेको आरोप खेप्दै आएका थिए। उनकी पत्नी सिलिया फ्लोरेस, जसलाई मदुरो फर्स्ट कम्ब्याक्टेड भन्थे, उनी पनि भ्रष्टाचार र सैन्य तानाशाहीलाई सघाएको आरोपमा अमेरिकी प्रतिबन्धमा थिइन्। हाल भेनेजुएलाको भविष्य र मादुरो दम्पतिमाथि चल्ने अदालती प्रक्रियाप्रति विश्वको ध्यान केन्द्रित भएको छ। दर्शक महानुभाव, समाचारको श्रृंखला अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका सामग्रीहरू कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनुहोला। साथै मन परेको छ भने यस भिडियोमा एक लाइक अवश्य गरिदिनुहोला। तपाई रहेको स्थान वरपर शंकास्पद तथा आपराधिक गतिविधि, महिला, बालबालिका तथा वृद्ध वृद्धामाथि हिंसा भइरहेको छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला। बालबालिका, वृद्ध वृद्धा वा असहायहरू बाटो काट्दै हुनुहुन्छ र तपाई सवारी साधन चलाउँदै हुनुहुन्छ भने कृपया रोकिदिनुहोला। तपाईसँग समय छ भने स्थान अनुसार आवश्यक सहयोग पनि गरिदिनुहोला। महत्वपूर्ण कुरा, तपाई आफूले स्वयं आफ्नो ख्याल राख्नुहोला। बाँकी पल शुभ रहोस्। बिदा दिनुहोस्। नमस्ते।